मिनासान कोनिचिवा ओगेनकी देशु का? मिनासान कोनिचिवा ओगेनकी देशु का? नमस्कार, आज लेसन 7 लिएर आएको छु। भिडियो हेरिसकेपछि सब्स्क्राइब गर्न नभुल्नुहोला। किरिमास भनेको काट्छु, किरिमास भनेको काट्छु। एक्जाम्पल, हासामिले खामिओ किरिमास, कैँचीले पेपर काट्छु। वातासी वा यासाई वो किरिमास, म तरकारी काट्छु। ओकुरिमास भनेको पठाउँछु, ओकुरिमास भनेको पठाउँछु। वातासी वा हाहा नि फुकु वो ओकुरिमास, म आमालाई कपडा पठाउँछु। वातासी वा खानोजो नि तेगामी वो ओकुरिमास्ता, मैले गर्लफ्रेन्डलाई चिठी पठाएँ। आगेमास भनेको दिन्छु, आगेमास भनेको दिन्छु। वातासी वा रामोसान नि हाना वो आगेमास, म रामजीलाई फुल दिन्छु। वातासी वा तोमोदाची नि प्रेजेन्टो वो आगेमास्ता, मैले साथीलाई गिफ्ट दिए। मोराइमास भनेको पाउँछु, मोराइमास भनेको पाउँछु। क्योनेन नो कुरिसुमासु नि नानी वो मोराइमास्ता का, गत वर्षको क्रिसमसमा के पाउनुभयो? केताई वो मोराइमास्ता, घडी पाएको थिए। खासीमास भनेको सापट दिनु, खासीमास भनेको सापट दिनु। वातासी वा रामसान नि ओखाने वो खासीमास्ता, मैले रामजीलाई पैसा सापटे दिए। रामोसान ओखाने वो खासिते कुदासाई, रामजी पैसा सापटे दिनुहोस् न। खारिमास भनेको सापटे लिन्छु, खारिमास भनेको सापटे लिन्छु। दारे नि ओखाने वो खारिमास्ताका, कोबाट पैसा सापटे लिनुभयो? तोमोदाची नि खारिमास्ता, साथीबाट सापटे लिए। ओसेमास भनेको सिकाउनु पढाउनु, ओसेमास भनेको सिकाउनु पढाउनु। वातासी वा गाकुसेई नि एइगो वो ओसेमास, म विद्यार्थीलाई अङ्ग्रेजी भाषा सिकाउँछु। आनातानो नामाए वो ओसेते कुदासाई, कृपया मलाई तपाईको नाम बताउनुहोस्। नाराइमास भनेको सिक्छु, नाराइमास भनेको सिक्छु। आनाता वा दारे नि निहोङ्गो वो नाराइमास का, तपाईँ कोबाट जापानिज भाषा सिक्नुहुन्छ? वातासी वा रामसान नि निहोङ्गो वो नाराइमास, म रामजीबाट जापानिज भाषा सिक्छु। खाकेमास भनेको फोन गर्नु, फोन गर्छु। खाकेमास भनेको फोन गर्नु, फोन गर्छु। आनाता वा माइनिची दारे नि देनवा वो खाकेमास का, तपाईँ हरेक दिन कसलाई फोन गर्नुहुन्छ? वातासी वा माइनिची खानोजो नि देनवा वो खाकेमास, म हरेक दिन गर्लफ्रेन्डलाई फोन गर्छु। ते भनेको हात, हाँसी भनेको काँटा चपस्टिक। सुपुन भनेको चम्चा, नाइफु भनेको चक्कु। फोकु भनेको काँटा, फुवाकुसु भनेको फ्याक्स। वापुरो भनेको वर्ड प्रोसेसर। पासुकोन भनेको पर्सनल कम्प्युटर ल्यापटप। पान्ची भनेको पन्च। होचिकिसु भनेको स्ट्यापलर। सेरोटेपु भनेको स्कट टेप। खेसिगोमु भनेको मेड्ने रबर। हासामी भनेको कैँची। खामी भनेको कागज। हाना भनेको फुल। निमोचु भनेको सामान। स्याचु भनेको सर्ट। पुरेजेन्टो भनेको उपहार। किप्पु भनेको टिकट। चिची भनेको आफ्नो बुबा। हाहा भनेको आफ्नो आमा। ओतोसान भनेको अरूको बुबा।
ओखासान भनेको अरूको आमा। मौ भनेको पहिले नै अघि नै। मौ भनेको पहिले नै अघि नै। मादा भनेको अझै बाँकी। कोरेकारा भनेको अबदेखि। सुतेकी देश्ने भनेको कस्तो राम्रो सुहाउने। गोमेन कुदासाई भनेको मलाई माफ गर्नुहोस्, घरमा कोही हुनुहुन्छ, म भित्र आउन सक्छु। इरास्याई भनेको तपाईँ आउनुभयो, कस्तो राम्रो, स्वागतम। दोजो ओआगारी कुदासाई भनेको ल भित्र आउनुहोस्। सिचुरेसिमास भनेको कसैको घरमा जाँदा या निस्कदा या केही कुरा सोध्नु पर्दा प्रयोग गरिन्छ। वा इखागा देस्का। वा इखागा देस्का भनेको केही लिनुहुन्छ, केही चाहिन्छ, कसैलाई केही कुरा प्रस्ताव गर्दा प्रयोग हुन्छ। र्योको भनेको यात्रा। र्योको भनेको यात्रा। इतादाकिमास। इतादाकिमास भनेको ल लिन्छु, स्वीकार गर्छु, खाना खानु वा खानुभन्दा अगाडि भनिने शब्द। गोचिसौसामा देस्ता भनेको खुवाउनु भएकोमा धन्यवाद। आजलाई यति नै। कृपया यो भिडियोलाई सब्सक्राइब गर्न नभुल्नुहोला। हिनासान सायोनारा।